बर्दिया जिल्लामा आज हात्तीले मान्छेको ज्यान लिएको छ। ठाकुरबाबा नगरपालिका वार्ड नम्बर 9 हात्तीसार यता खौरहा बस्तीमा एउटा सीता खत्री भन्ने महिलालाई हात्तीले यही ठाउँमा यो हामी दुईटा रुख देखिराखेका छौँ। यो रुखको छेउमा हात्तीले ज्यान लिएको छ। हामी घटनास्थलमै आएर हामी रिपोर्टिङ गरिराखेका छौँ। हामी यो साँच्चै नै बर्दिया जिल्लामा हामी सधैँ बाघ र हात्तीको यहाँ बिगबिगी भएको छ। कहिले बाघले मान्छेलाई खाएको यहाँ घटना समाचार आउँछ भने कहिले गोहीको यो भर्खरै यहाँ हात्तीसारमा भर्खरै नजिकैको यो खोलामा भर्खरै गोहीले मान्छेलाई खाएको हो। त्यो केही समय नबित्दै 1 महिना नहुँदै फेरि यहाँ हात्तीले मारेको छ। हात्तीले यहाँ ज्यान लिएको छ। सधैँ यो ठाउँमा यो बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका मधुवन नगरपालिकाको यो जङ्गल छेउमा यो निकुञ्जको छेउमा यो खाटा कोरिडोरको क्षेत्रमा सधैँ जङ्गली बाघले मान्छेलाई खाएको हुन्छ। गोहीले खाएको हुन्छ। ठुलो खोला पनि छ, ठुलो जङ्गल पनि छ। कहिले गोहीले मान्छेलाई खाइदिने, कहिले हात्तीले मान्छेको ज्यान लिने, कहिले बाघले खाइदिने। हामी साँच्चै नै हामी यसो हेर्दाखेरि यहाँ हात्ती पाल्दाखेरि, बाघ गोही पाल्दाखेरि यहाँको हाम्रो देश नेपाल सरकारले यसको डलर आर्जन गर्छ, आर्थिक आर्जन गर्छ। यहाँका ठुल्ठुला होटलहरू उहाँहरूको व्यवसाय राम्रो चम्केको हुन्छ। उनीहरू धेरै आम्दानी गर्छन्। तर यहाँका जनताहरू केवल मृत्यु खाली पाएका छन्। हामी देखिराखेका छौँ। बाघले खाइदिएको छ, हात्तीले मारेको छ, गोहीले खाएको छ। सबै खाली उहाँ सबैको शिकार भएका छन्। हात्तीको गोहीको सबैको शिकार भएका छन्। कुनै पनि यहाँहरूको कुनै पनि हामी लाभ देखिराखेका छैनौँ। यहाँ हामी धान राति नै सबै धान खाइदिन्छ, गहुँ छर्दाखेरि गहुँ खाइदिन्छ। यहाँका कुनै पनि बाली नाली कुनै पनि रहन दिँदैन। त्यस कारणले हामी यहाँका स्थानीय बासिन्दाहरू केही म एउटा दुईवटा कुरा सोध्न चाहन्छु। हजुर आफ्नो मनमा लागेको केही कुरा भनिदिनु। अहिले हामी यो बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नम्बर 9 यहाँ हात्तीले मान्छे मारेको घटनास्थलमै छौँ। यसको बारेमा यो घटना कसरी भएको हो? तपाईँ यहाँको बर्गर होइन, किसान, यहाँको किसान भएको कारणले केही कुरा यहाँको बारेमा जति कुरा बुझ्नुभएको छ त्यो कुरा म यो हजुर मेरो नाम मानबहादुर थारू हो। ठाकुरबाबा वार्ड नम्बर 9 शिवपुर हात्तीसार अनि टोल खौराहा टोल कै चाहिँ हाम्रो के अरे सीता खत्री भन्ने चाहिँ उहाँको चाहिँ जङ्गली हात्तीबाट चाहिँ मारेर निधन भएको छ। तर साह्रै हाम्रो गाह्रो छ। हाम्रो ठाउँमा चाहिँ एकदम गाह्रो छ। न कसैले चाहिँ हेर्छ, न कुनै समस्या चाहिँ बुझेको छ। जतिको चाहिँ मलाई के लाग्छ भन्नुहुन्छ भने यहाँको जुन जङ्गली जनावर प्यारो, मान्छे अप्यारो छ। मान्छे मर्दा केही मतलब छैन। अब सरकारलाई जङ्गली जनावर प्यारो छ तर मान्छेलाई अब प्यारो छैन। मान्छे जति मान्छे मारे पनि बाघलाई मार्दैनन्। बाघ हात्ती जे भए पनि यिनीहरू झन् सुरक्षित राख्छन् होइन? हो सर। अब चाहिँ त्यो के अरे छेटीपुटी पनि भने जस्तै त कहाँ पाउँछ र? मान्छेको मूल्य कहाँ पाउँछ? 8-10 लाखमा चाहिँ मान्छे मूल्य पाउँछ। तर यहाँ चाहिँ अब यहाँका नेता भनौँ कि अब जनप्रतिनिधिहरू भनौँ कि के भनौँ, अब जङ्गली जनावर जे जति चाहिँ प्यारो छ त्यतिको प्यारो छ। मान्छे जनता चाहिँ प्यारो छैन यहाँको। हामीले चाहिँ न चाहिँ रातभरि सुत्न पाउँछौँ, न चाहिँ मजाले खान पाउँछौँ, न आफूले गरेको खेतीबाली राम्रोसँग स्याहार्न पाउँछौँ। बडा कठिन छ यो ठाउँमा। सरकार भन्ने हो कि अब यहाँका नेताहरू भन्ने हो कि निकुञ्ज भन्ने हो कि अब के भन्ने हो, कहाँ कसरी कसलाई भन्ने हो, कुनै कसैले यो निकुञ्जको बारेमा कसैले पनि यो जनताको बारेमा कुरा उठाउँदैन। अब खालि अब यो हामीले चाहिँ यो गफ जस्तै दिया जस्तै भएको छ। हजुर म अझै केही कुरा सोध्न चाहन्छु। यहाँ तपाईँहरूको धान गहुँ बचाउन कतिको यहाँ समस्या छ? समस्या त भन्नाले आफै चाहिँ म परेको छु सर। गाउँ कुर्दाखेरि अब त्यतिको बुद्धि नपुगाएको भए मलाई पनि मार्थ्यो। हजुरलाई पनि झन्डै हात्तीबाट बस्नुभयो? बचेको छु मैले। किन धेरै होइन, तपाईँको मेरो कुर्ने झुप्रा र हात्तीको दूरी भनेको 5 मिटर मात्रै थियो। 5 मिटर? 5 मिटर झन्डै पुरै मृत्युको मुखबाट फर्केर आउनु भएन? 5 मिटर मात्रै थियो। तपाईँको कुला भएको नाताले
कुला भएको हुनाले मात्रै मैले बचेको छु। कुला 5 मिटर टाढाबाट भाग्नुभयो, कुला भएको जङ्गली हात्तीले तपाईँले त्यही सिद्ध्याउने थियो होइन? हजुर हजुर एकदमै हो। अब किनभने म त्यो बेला बुद्धि पुर्याएँ। हजुर त्यो टर्च बाल्दिएको भइदिया त्यही बेला मलाई पनि साफै बनाउँथ्यो, तर मैले चाहिँ काठै पल्ट्या जस्तै कुलामा पल्टेर बाँचेँ। हजुर हजुर त्यस्तै चाहिँ गोही घिसिएर जस्तै कुलामा गएर अलि टाढा गइसकेपछि बल्ल मैले उठेर चाहिँ भागेँ। गोही जस्तै घिसार्दै कुला ठ्याक्कै तपाईँको कुला थियो, कुलामा गोही जस्तै घिसार्दै लुकेर भाग्नु, खाल्टो उसले भेटाउन सकिन। नत्र तपाईँले पनि 5 मिटर टाढा बनेको हात्तीको सुरेश्व लबमा गर्ने बित्तिकै समात्ने केही बेर पनि लाग्दैन थियो। तर तपाईँ साँच्चै नै त्यहाँ कुलामा लुक्दै गोहीले सर्कँदै भागे जस्तो तपाईँ भागेर ज्यान बचाउनु भएन? हजुर हजुर मैले त्यस्तै ज्यान बचाएँ सर। नभए भने चाहिँ त्यही बेला मलाई पनि अब झन् केही रुख घर पनि केही पनि थिएन त्यतिकै। त्यहाँ रुख पनि थिएन, घर पनि थिएन, एउटा सानो झुप्रो बनाउनु भएको थियो। एउटा सानो झुप्रो अटुवा बनाउनु भएको थियो। अटुवा हैन, झुप्रै हो। झुप्रै सानो झुप्रो हो। त्यो कुन धान गहुँको सिजनमा? अहिले पनि यो धानको सिजन छ, दिनदिनै आउँछ होला होइन? दिनदिनै आइराखेको छैन। अब यस्तो छ, अब चाहिँ बडा गाह्रो छ सर। हाम्रो चाहिँ यो ठाउँमा त बढी गाह्रो छ, खानलाई बहुत गाह्रो छ। सरकारले हेरेकै छैन। अब यो टारबार पनि त्यो पहिला मैले जो भने हो, यो चाहिँ अलिक कच्चा भइरहेछ, बरु चाहिँ 50 मिटर मात्रै गराइदिनुहोस्, अलिक पक्का गराइदिनुहोस्। भोलिको दिन हामीलाई यो समस्या पर्छ। यो त अब चाहिँ यत्रो विकास गऱ्यौँ भन्न त भनिरहेछौँ, तर यो चाहिँ केही पनि छैन। यो एउटा पङ्खा जतिको पनि चाहिँ काम गरेको छैन। अलिकति छुन्डा साइड ढलिहाल्छ, पाइप टानिदिन्छ, करेन्ट हानिदिन्छ, कोही बेला घर क्षति पुर्याउँछ, कोही बेला बाली नाली क्षति पुर्याउँछ। हामी सिङ्गो बाला र बाली चाहिँ खानै पाएकै छैनौँ। सबै जनावरलाई पाल्ने भनेको नै हामी नै हो यो ठाउँ। तपाईहरु यहाँ जुन गहुँ धान लगाउनुहुन्छ त्यो जनावरको पाल्नकै लागि जस्तो भएको छ हैन? एकदम यस्तो क्षति भएको छ कि तपाईहरु यताउता गएर खाडी मुलुकमा गएर इन्डियामा नेपालमा कहाँ गएर कमाएर बल्ल आफ्नो सन्तानलाई पाल्ने अवस्था छ। आफ्नो खेती देख्दै धान गहुँ देख्दै सबै हात्तीले खाइदिएर एकदम समस्या भइरहेछ हैन? त्यो कुरो हजुर 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 अब चाहिँ तपाईको अब यो भयो। अब हाम्रो उमेर पनि छैन, वयस पनि छैन, कतै विदेश कमाएर खाम पनि केही पनि विकल्प केही पनि छैन। अब यसैमा यहीमा अब कोही बेला कुन बेला हो कठेर हो, हात्तीले मार्ने हो कि गोहीले मार्ने हो कि बाघले मार्ने हो कि घरै बाघ, घरै चितुवा, घरै हात्ती, कुना नाला खेतैमा चाहिँ गोही का यस्तो बिगी छ भनेपछि कुनै निश्चितै छैन यो ठाउँको मान्छे कुन बेला कठेर मर्छ भन्ने किन थाहा छैन। आफ्नो कुलामा नालामा गोही आउँछ, खेतको कुलामा धानमा चाहिँ गोही छन्। धानमा पनि गोही हिँडिराखेको भेटिन्छ। अनि चितुवा हिँडिराखेको भेटिन्छ। खोरबाट चितुवाले बाख्रा लगिराखेको घटना पनि, बाख्रा गाई बाछा सबै बङ्गुरका पाठहरू सबै बोकिराखेको छैन? हजुर हजुर पुरै बोकेर चाहिँ सब नष्ट भइरहेछ। अब कुन बेला यो ठाउँको मान्छे मर्ने हो, कुन बेला जाने भने कुनै निश्चितै छैन। यहाँको मान्छे कुनै पनि निश्चित छैन कि कुन बेला हात्तीले खान्छ कि गोहीले कि हात्तीले कि गैराले कि कसले मार्छ, कुनै पनि यहाँ ठेगान छैन। कुनै पनि मान्छेको जीवनको कुनै पनि अब अस्तित्व छैन। कुन बेला हामी कति बेला मर्ने हो त्यो कुरा अहिले त्यस्तो भएको छैन। हजुर हजुर सर एकदम गाह्रो छ, हाम्रो ठाउँमा बहुत गाह्रो छ सर। यो चाहिँ कसरी बाँच्ने हो, कसरी के गर्ने हो अब यहाँका सरकार प्रतिनिधिहरू चाहिँ केही वास्तै नै छैन। अब न चाहिँ तारबार त्यतिको राम्रो बलियो गराइदिएको छ, न चाहिँ के अरे मचानहरू त्यतिको बलियो। तारबार यो सूर्यलाई हातले छेके जस्तै मात्रै त्यो गराएको छैन। सूर्यलाई हातले छेक्न सकिने, त्यसरी हात्तीलाई अब एउटा हल्का देखिने केही मात्रै त्यो मलहम गरिदिएको, मलहमपट्टि गरिदिएको छ, तर पूर्ण उपचार भएको छैन हैन? छैन। पुनः हामी देखिराखेका छौँ यहाँ केही मात्रामा हामी अलिअलि बार देखिराखेका छौँ। यहाँको स्थानीयको भनाइअनुसार यहाँ बार लगाएको छ, तर केही घाउमा मलहमपट्टि गरे जस्तै गरेको छ, पूर्ण रूपमा उपचार गरेको छैन। पूर्ण रूपमा यहाँ समस्या समाधानको लागि यहाँको सरकार, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकारले कुनै पनि पहल गरिराखेको छैन। यहाँको जनताहरूको दुःख सुन्दाखेरि मलाई पनि एकदम भावुक लाग्यो। साँच्चै यहाँ हेर्दाखेरि सबै एउटा ठाउँमा उहाँहरूको कुरा सुन्दाखेरि धान गहुँ सबै रोप्दाखेरि यहाँ सबै हात्तीको लागि रोपिन्छ। आफ्नो
त त्यो खालि आँखाले देख्ने मात्रै हो। अब खाने बेलामा भगारीमा स्याहार्ने बेलामा त्यो ठ्याक्कै त्यो बेलामा हात्तीले खाइदिएर उहाँलाई कति दुःख हुन्छ। हामीलाई हाम्रो किसानको सबभन्दा आशा यो धान खेती गरेर सालभरि खाउँला, आफ्नो छोराछोरीलाई पालौँला खुवाउँला भन्ने कुरा आशा हुन्छ। तर हामी देख्छौँ यहाँ आफ्नो धान बचाउन आउँदाखेरि हात्तीले खाइदिन्छ। हात्तीले मान्छेको ज्यानै लिइराखेको छ। अनि आफ्नो धान हेर्दा आउँदाखेरि बाघले खाइराखेको छ। कुलामा पुरा गोही छन्। धेरै कुरा हामी देखिराखेका छौँ। त्यो कुरा हामी धेरै कुरा सुन्यौँ। उहाँलाई केही कुरा चाहिँ बाँकी छ भने अन्तिममा केही कुरा भनिदिनु हजुर। अब चाहिँ अरू कुरा त के छ र सर, अरू केही बाँकी कुरा छुटेको जस्तो छ भने मनमा लागेको कुरा? नै छैन सर। अब यस्तै हो हाम्रो जिन्दगी। अब कुन बेला कहाँ ढल्ने हो थाहा छैन, त्यति मात्रै हो। न सरकारले हेरेको छ, न निकुञ्जले हेरेको छ, न प्रतिनिधिहरूले हेरेका छन्, नगरले हेरेका छन्, न के हेरेको छ। अब आयो कुनै पनि अब चाहिँ निकुञ्जतिर गयो भने एउटा 10 लिटर मटितेल एउटा टर्चर दिए पुगाउँछ। त्यो टर्चरले हात्ती पोल्दैन, मटितेलले केही हुँदैन। अब उसलाई हात्तीलाई केहीले चाहिँ मार्न पाएको भइदिया पो डढाउँछ। त्यो टर्चरको उज्यालोले चाहिँ कहीँ हात्ती पोलिन्छ, डढाउँछ। त्यो झन् उज्यालोदेखि झन् टर्सिन्छ, झन् आउँछ। घर फुटाल्छ, मान्छेलाई मार्न कतिपय चाहिँ भइरहेछ। हाम्रो गाउँमा धेरै घटना भइसक्यो जस्तै। अब एउटा हाम्रो ओमप्रकाश जैसी भन्ने चाहिँ एकजना चाहिँ काउन्सिलको अध्यक्ष यहीँ ठ्याक्कै यही हो, यही ठाउँमा हो। हजुर त्यो जङ्गली हात्तीले मारेर पनि उहाँको पनि घटना यही ठाउँमा भएकै हो। अहिले पनि योभन्दा पहिले पनि यही घटनास्थलमै मृत्यु भएको हो। हजुर घटनास्थल। अनि अस्ति नै यो 1 महिना पुगेको छैन, गोहीको पनि यही ठाउँमा, यही ठाउँ हो। गोही खाएको पनि यही ठाउँ हो सर, यही हो। हजुर, नजिकै हजुर भटाभट घटना भइराखेको छ। तर सरकारको ध्यान कुनै पनि ध्यान छैन। हामी योभन्दा पीडित छौँ, यसमा बहुत पीडित छौँ। अब के भन्ने हो, पीडित भएपछि बहुत पीडित छौँ। आफूले गरेको खेतीपाती पुरै चाहिँ बालीनाली स्याहार्नै पाएको छैनौँ, खानै पाएको छैनौँ, राम्रोसँग बस्नै पाएको छैनौँ। हरेक चिजको दुःख चाहिँ छ। अब भन्नुहोस् न, अब यो हाम्रो एकजना चाहिँ महिला जङ्गली हात्तीले हान्यो। अब यी कहीँ चाहिँ कुनै बेला चाहिँ जुनी ठोरै पाउँछन् मान्छेको। अब बिचारे गएन बच्चा बच्चीहरू चाहिँ अल्पत्र परे। उहाँको बच्चा बच्ची कति भन्नुभयो? 4वटा छोरी, 1जना छोरा। सीता खत्री हैन? सीता खत्री। हामी यहाँ सुन्यौँ उहाँ स्थानीय भनाइअनुसार यहाँ धेरै कष्टमा हामी बाँचिरहेका छौँ। यहाँ नेपाल सरकारले, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार कुनै पनि यहाँ पहल गरिराखेको छैन। यहाँका किसानहरूको वेदना सुन्दाखेरि एकदम दुःखद वेदना छ। यहाँ एकदम पीडामा हुनुहुन्छ, उहाँ छटपटी राख्नु भएको छ। तर कसैले पनि उहाँहरूको कुरा सुनिराखेको छैन। सम्पूर्ण दर्शकहरू साँच्चै यहाँ कति पीडामा छन्, यहाँका जनताहरूलाई थाहा छ, यहाँका स्थानीय किसानहरूलाई थाहा छ। साँच्चै यहाँ कति समस्या भइराखेको छ। सरकारले खालि पाहुना आउँछन्, विदेशी टुरिस्ट आउँछन् र हामी डलर कमाउला भने त्यो किसिमको मात्रै सोच हुन्छ र यहाँका ठुल्ठुला होटेलहरूलाई फाइदा छ। तर किसानलाई केवल गोहीको आहारा, बाघको आहारा, हात्तीले ज्यान लिएको छ। धेरै समस्यामा डुबिराखेका छन्। तर सरकारले कुनै पनि ध्यान दिएको छैन। यहाँ सरकारको ध्यान जाओस्, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकारको ध्यान जाओस् कि यहाँ बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नम्बर 9 एकदम बाघ, जङ्गली जनावरले पीडित छ। यहाँका जनताहरू जङ्गली जनावरले पीडित छ। यहाँका जनताहरू गोहीले पीडित छ। हात्ती अनि चितुवाको अनि पाटे बाघको, हरेक बाघको यहाँ विभिन्न किसिमका बुवासले, हरेक किसिमका यहाँ जनावरले पीडित छ यहाँका जनताहरू।